तर त्यो तेल तेल त हैन नि तेलको त ठुलो कुरा हैन कि तेल जाओस् कि तर बाइकको ठुलो कुरा हो नि त यहाँ त त्यही त हो त्यो के खराब भयो त्यो गर्नुपर्छ क्या तेल त 2-4 लिटर त लगाउँदैन भनेपछि उठाउनु नि अनि त्यो उठाएर गर्दा भइगयो त सबै बनाइदिनु भयो हैन तैँले भिडियो गर फोटो खिच यस्तो भएको थियो भने भिडियो त गर्नु पर्यो नि लु उठाउ भाइ अब हानी हाल्यो त्यतिकै सुतिराखेर उ त्यो नाच फोटो खिच चारैतिरबाट अनि हुन्छ हुन्छ अब उठाउ न उठाउ किनभने नि आखिर भरे पनि त उठाएर लाने नै हो बनाउने नै हो आखिर हैन हो कि उठाउँदा भइहाल्छ बनाउने हैन त बनाउनु त पर्यो अब बनाउने हैन त हैन बनाउनु पर्यो कि हैन नि त ट्राफिक बोलाउनु पर्यो नि त फेरि हैन त उठाउ 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 हैन नि त फेरि ट्राफिक बोलाउनु पर्यो नि त बाइकको लाइसेन्स छ कि छैन बाइक किन छैन मैसँग छ मेरै हो बाइकै अनि बिल बुक छ लाइसेन्स छ हैन के लाइसेन्स ट्राफिक यसको नीति नियम ट्राफिकले हेर्ने हो तर सहमति उहाँहरु दुईजना क्या हान्ने र अब यो जुन क्षति भयो नि दुईजनाको सहमति हुने कुरा हो क्या लो 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 उहाँ गरे पनि अब सहमति कुरो त्यही हो हैन के अरे ट्राफिकमै गए पनि आउँदै गरे पनि त्यही हो अब फेरि उसले बनाइदिने हो ल हो फेरि त्यता अर्को त्यता फेरि अर्को एकछिन नउठ है यो चाहिँ उठाइदिनु अब चाहिँ उठाउ उतापट्टि उठाउ ल उठाउ उठाउ ल उठाउन एक्लै सकिँदैन अब उठाउ त सञ्जय ट्याङ्की नै फुट्यो कि क्या हो हैन अब के फुटेको छ अब त्यता हेर्नु पर्यो कम्पनी होला कम्पनीलाई वर्षमा फोन गर्छ तिम्रो कम्पनीले फोन गर मेरो यस्तो हो भन भनिसक्यो भन्यो ए खै स्ट्यान्ड लाउन त्यहाँ पेट्रोलको दुध भएन कि चाहियो यत्रो टायरले किच्या नि ठेलेर पल्टायो हैन ठेलेर पनि अलिकति किच्यायो नि उता पर बनाइदिने भनेपछि सक्यो नि त उसले बनाइदिनु पर्छ अब यिनीहरू के खराब छ हामी सुन्दैछौँ त्यो गरेको काम त देखेका छौँ त होइन र हो नि परबाट त्यत्रो गरेर बाइक त बाङ्गो छ त बाङ्गो पो त उठ्यो त